सबैले तपाईँको विद्यार्थीहरू छ यहाँ आर्थिक हैसियत त्यो लेभलको छैन कि प्राइभेट स्कुल अफोर्ड गरेर सबैले को आर्थिक हैसियत त्यही लेभलको छैन राम्रो शिक्षा क्वालिटी एजुकेसन चाहिँ प्राइभेट स्कुल बोर्डिङले दिन्छ त्यो लिए बापतको दिनमा केही हामीलाई चाहिँ राम्रो होला कि भन्नेहरू छ मजाले 12 महिनाको पिपिहरू सक्ने सबैजना छैन अरू कुरा भनेको पुरा दबाउ चाहिँ 6 महिनाको जुन हिसाब छ 6 महिनामा चाहिँ तपाईँहरू कति हप्तामा चाहिँ फी चाहिँ अब कम गर्नु भनेर निर्णय गर्नुपर्छ अहिले जुन चाहिँ निर्णय निकाल्नुहोस् अनि हाम्रो विद्यार्थी भाइहरूबाट साथीहरूबाट पनि हामी चाहिँ कति महिनाको चाहिँ हो भनेर चाहिँ यो विश्वास गर्छौँ अन्यथा यहाँनिर बार्ता मिलेर भने ठिकै छ हामीले योभन्दा माथिल्लो निकायसँग हामी यो हाम्रो कुरा राख्नेछौँ यो के भन्छ यो मिटिङ बस्नको कुनै औचित्य नै रहँदैन योमा चाहिँ हामीले यो मिलेर धेरै कुरा होइन अहिले चाहिँ हजुरहरूको प्यानल जति उपस्थित हुनुहुन्छ हजुरहरूले डिस्कस गर्नु 6 महिना चाहिँ कति डिस्काउन्ट गर्ने भनेर अब गाडीवालाको के यताउता कुरा गर्नु लम्बिन्छ कि त्यो नलम्बा छोटो कुरा चाहिँ तपाईँहरू डिस्कस पनि हामी डिस्कस गर्छौँ 6 महिना कति डिस्काउन्ट गर्ने है कि मान्नुहुन्न सर यो टिचर प्यानलहरू यो कुरा त्यति नै हो हिसाबको